रासोपा बैठकमा महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी नेत्री डाक्टर तुसिमा कार्कीले चितवन महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई मान्यता दिन नसक्ने बताएकी छिन्। कार्कीले महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै 30% प्रतिनिधिले मात्र मतदान गरेको र महाधिवेशन लम्ब्याइएकोमा आपत्ति जनाइन्। केन्द्रीय सदस्य गणेश कार्कीले विधान संशोधन र महाधिवेशनमा भएको छेडखानीबारे छानबिन गर्न कार्य गठनको माग गरेपछि बैठकमा हंगामा भएको थियो। काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी नेत्री डाक्टर तुसिमा कार्कीले चितवन महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई मान्यता दिन नसक्ने बताएकी छिन्। महाधिवेशन सकिएको 1 महिनापछि बुधबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै कार्कीले महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएकी एक सदस्यले जानकारी दिए। महाधिवेशनमा 30% प्रतिनिधिले भोट हालेका छन्। यसलाई कसरी मान्यता दिन सकिन्छ? 3 दिनको लागि भनिएको महाधिवेशन 6 दिनसम्म किन लम्ब्याइयो? सभापतिमाथि उठेको प्रश्न थियो। यस्तो स्वास्थ्य विभागले संयोजक समेत रहेकी कार्कीलाई महाधिवेशनका बेला कन्डम बेचेको भनेर टोल बनाएको प्रति पनि आपत्ति जनाएकी थिए। बैठकमा अर्को केन्द्रीय सदस्य गणेश कार्कीले विधान सुटुक्क संशोधन गरेको आरोप लगाएका थिए। बैठकमा बोल्दै उनले सभापति रवि लामिछानेलाई सहज हुने गरी महामन्त्री विपिन कुमार आचार्यले विधान संशोधन गरेको आरोप लगाएका थिए। महाधिवेशन र विधानमा भएको छेडखानी छानबिन गर्न कार्यदलले गठन गर्नुपर्ने माग राखेपछि बैठकमा हंगामा भएको थियो। अर्को एक सदस्यका अनुसार कार्कीले महाधिवेशन बन्द सत्र हलमा प्रस्तुत भएको विधानमा सभापतिले संसदीय दलको नेता हटाउन नसक्ने प्रावधान नभएको उनले जिकिर गरेका थिए। बैठकमा तुसिमाजी र गणेशजीले विधान संशोधन महाधिवेशनमा भएको कमी कमजोरीबारे काडा अभिव्यक्ति दिनुभएको थियो। गणेशजीले यी सबै विषयमा छानबिन गर्न कार्यदल गठन गर्नुपर्ने माग गरेपछि सभापति ठाडै अस्वीकार गर्नुभयो। ती सदस्यले भने सभापति रवि काडा रूपमा प्रस्तुत हुँदै एउटै घरमा छानबिन नहुने भनेर उनीहरूले उठाएको माग अस्वीकार गरेका थिए। महाधिवेशनमा केही कमी कमजोरी भएको थियो। नयाँ पार्टीको पहिलो महाधिवेशन भएका छन्, त्यसलाई पछि सुधार्दै लाग्न सकिन्छ, तर एउटै घरमा के को छानबिन? एउटै परिवारको सदस्यमा छानबिन हुँदै एउटै पार्टीभित्र कुटको भाष्य हटाउनुहोस्। हामी सबै एउटै परिवारका हौ, रविको भनाई उद्धृत गर्दै अर्को एक सदस्यले भने। आषाढ 7 गतेदेखि 12 गतेसम्म भएको महाधिवेशनमा करिब 4000 महाधिवेशन प्रतिनिधि सहभागी थिए। केन्द्रीय सदस्यको निर्वाचनमा 76%ले मतदान गरेकोमा पदाधिकारी निर्वाचनको बेला जम्मा 30% प्रतिनिधि सहभागी थिए। महाधिवेशनमा भित्रै नाम बढ्ने काम भयो। अहिले आएर विधिको कुरा गर्न सुहाउँदैन, बालेन समूह प्रति लक्षित गर्दै विधाताले भनेकी थिइन्। तुसिमा कार्की गणेश कार्कीले विधि र विधानको कुरा उठाउँदा पूर्व विवेकशील साझा पक्षधर नेताहरूले समर्थन गरेका थिए। यदि भिडियो मन पर्यो भने लाइक, सेयर र च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।